83 सालको मकै गोडा यस्तो छ गाइज। हेर्नु मेरो 3 जना खेताला छन्, असिन पसिन भयो रे गलेर। अब कहाँबाट चाहिँ मुख भिजाउने ल्याइदिनु त मैले? मुख भिजाउने त छैन। पानी ल्याइदिएको, पानीले भएन रे हो। अब फेरि मकै गोडिसकेर बजार सपिङ गर्नु जाने भन्छन् साथीहरू। त्यही हो, साउनीले चाहिँ कसरी खेदाउनु हौ? ओहो पखै साउजी आउनु दिनु नि। साउनीले त कहाँबाट ल्याउँछन् र? यस्तो छ 83 सालको मकै। खोइ मकै हो कि के हो, म त केही पनि बुझ्न सकिनँ। ल है गोडुमा साथी हो। यो पानी पर्नु आँटिसक्यो। उयो एक बोतल फ्रिजबाट त ल्याइदिएको छु हौ साथी हो, सुर्ता नमान न।